सुदूरपश्चिम प्रदेश नेपालको भारत र चीनसँग सिमाना जोडिएको नेपालको एकदमै पश्चिममा पर्ने सबैभन्दा पश्चिममा पर्ने प्रदेश हो। यसको सिमाना पश्चिमतर्फ महाकाली नदीले छुट्याएको छ। त्यस्तै गरी हिमालतर्फ भने हिमालहरू अफी र सेपाल हिमालले चाहिँ चीनको स्वशासित राज्य तिब्बतसँग यसको सिमाना जोडिएको छ। यस प्रदेशलाई हामीले प्राकृतिक रूपमा अनुपम भण्डारको रूपमा लिन सक्दछौँ। हामीले यस प्रदेशलाई प्राकृतिक रूपमा हेर्ने हो भने यसभित्र हिमाल, पहाड र तराई तिनटै पर्दछन्, जसले नेपालको 13.26% क्षेत्रफल ओगटेको छ। जसमध्ये नेपालको सबैभन्दा बढी व्यक्तिहरू यस प्रदेशको मनोरम दृश्यलाई महत्त्व दिने गर्दछन्। यस प्रदेशमा मुख्य गरी 26,94,000 व्यक्तिहरू बसोबास गर्दछन् र जसमध्ये उक्त व्यक्तिहरूले गर्दा 140 प्रति व्यक्ति किलोमिटरका दरले यस प्रदेशको जनघनत्व रहेको छ भने साक्षरतामा भने यो प्रदेश 76.02% साक्षरता रहेको छ। त्यस्तै गरी यस प्रदेशमा भौगोलिक दृष्टिले 5वटै प्रकारका उष्ण मनसुनीदेखि टुन्ड्रासम्मका हावापानीहरू यस प्रदेशमा पाइन्छन्। यस प्रदेशमा 5वटै प्रकारका वन र जङ्गलहरू पनि पाइने गर्दछन्। त्यस्तै यसलाई भौगोलिक वा राजनीतिक तवरले हेर्ने हो भने यस प्रदेशमा 9वटा जिल्लाहरू रहेका छन्, जसमध्ये 2वटा जिल्लाहरू तराईमा पर्दछन् भने अन्य जिल्लाहरू हिमाल र पहाडमा पर्दछन्। र यो प्रदेशको राजधानी चाहिँ गोदावरी तोकिएको छ र यस प्रदेशमा जम्मा 88वटा स्थानीय तहहरू रहेका छन्, जसमध्ये 33वटा नगरपालिका, 54वटा गाउँपालिका र 1वटा उपमहानगरपालिका गरी जम्मा 88वटा स्थानीय तहहरू रहेका छन् भने यस प्रदेशमा मुख्य गरी रमणीय वा घुम्नलायक स्थानहरू नेपालकै बहुचर्चित धार्मिक स्थल खप्तड, त्यस्तै गरी विश्व